गुप्तचर विभाग थाहा पाउनु पर्दैन कहाँनिर आत्मदाह दाह गर्दैछ ढिलो पुग्ने हो। पहिले त्यो आत्मदाह गर्नुभन्दा पहिल्यै सोच्नु पर्यो नि। त्यो एउटा उसैले आफ्नै ज्यानै फालेको त त्यो एउटा रिस त हो नि, सरकारप्रति असन्तुष्टि जनाएको हो होइन। यसको खेदपूर्ण हो होइन। यो समाज कहाँ जाँदैछ यो सरकारको दोषी देख्छु म त। यो सरकारले यो समाजलाई कता लग्दैछ। ल नयाँ सरकार आयो भनेर युवामा कति पलायो, आशा पलायो। हिजै पनि म एयरपोर्टमा जाँदै गर्दा त्यहाँ वैदेशिक रोजगारमा जाने भाइहरूलाई मैले सोधेको थिएँ, तपाईँहरू त नयाँ सरकार आयो वैदेशिक रोजगारमा नजाने बेला जुन जोगी आए पनि कानै चिरेका भनेर एकदमै आक्रोश पोखेको थियो। अहिले पनि यो जुन भर्खरै यो नेपाल विशेष ऐन 2042लाई ब्युटाएर जगाएर अहिले फेरि यो अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहतमा लाने भनेर छलफल गरेर आएको होइन। अब जसको मातहतमा लानु ठुलो कुरा होइन क्या। ठुलो कुरा चाहिँ त्यो सिक्युरिटी। अहिले गुप्तचर विभाग के गर्दैछ त? त्यही आत्मदाह गर्दैछ त के हेरिरहेको छ? गुप्तचर विभाग थाहा पाउनु पर्दैन कहाँनिर आत्मदाह गर्दैछ ढिलो पुग्ने हो। पहिले त्यो आत्मदाह गर्नुभन्दा पहिल्यै सोच्नु पर्यो नि। त्यो एउटा उसैले आफ्नै ज्यानै फालेको त त्यो एउटा रिस त हो नि, सरकारप्रति असन्तुष्टि जनाएको हो क्या। यसको मतलब युवाहरूले यहाँ के खोजेको त? खोइ न रोजगार छ, ज्यादती पनि बढी भयो। त्यो पैसा अहिले यहाँ 1 लाखसम्म राखेको छ होइन। किने खानेलाई यो ट्राफिकमा यो धरातलै नबुझिकन यो यति ल्याएको छ। अब त्यसमा पनि विरोध भइरहेको छ। जान्नेलाई छानेर लिएर आएको सरकारले पनि जनतालाई सन्तुष्ट बनाउन सकेनन्। जान्नेलाई छान्ने त उनीहरूको भाना मात्रै हो। अहिले त जान्नेलाई सबैलाई हटाउने, आफ्नोलाई छान्ने ठ्याक्कै उल्टो भएको छ। आफ्नै र अहिले नियुक्ति गरेको छ त। विश्वविद्यालयको कुलपतिहरू सबै आफन्त राखेको छ। 4 नम्बरकोलाई 1 नम्बरमा नियुक्ति गरेको छ। जान्नेलाई छान्ने भनेको त्यो हो। त्यो त जान्नेलाई हटाउने हो, आफ्नोलाई छान्ने। दोस्रो नम्बरकोले नजानेर चौथो नम्बरमा को ल्यायो कि त्यही त गरे भन्ने छु त। जान्नेलाई चाहिँ हटाउने होइन, आफ्नोलाई छान्ने। त्यसो भए अब के हुन्छ? उहाँको विषयमा चाहिँ के गर्छ सरकारले? के गर्नुपर्छ ठ्याक्कै भन्नु? अब तुरन्तै ध्यान आकर्षण गराएको छौँ होइन। अरू मान्यहरूले पनि बोल्नु भएको छ भर्खरै त्यही कुरालाई होइन। आकस्मिक समयमै पनि रोस्टरमै गएर पनि त्यसको तुरन्त घटनाको छानबिन होस्, दोषीलाई कारवाही होस्, क्षतिपूर्ति पाओस् भनेको छ। तर क्षतिपूर्ति त जीवन मरेपछि के को क्षतिपूर्ति भने? ज्यान आउँछ पैसाले। ल उसले 5 लाख पाए, 10 लाख पाए, 1 करोडै पाए भने त्यो ज्यान आउँछ। त्यो एउटा युवा खाउँ र लाउँ लाग्दो हो। देशको एउटा धरोहर हो नि त युवा भनेको। ऊ सिटिनु, ऊ आत्मदाह भनेको ऊ एकजना मात्र बितेको होइन के। उसको पछाडि कति परिवार थियो होला, उसको घर परिवार होला, उसको भविष्य होला। त्यो सबै भविष्य नै अन्धकारमा गएको। यो त चरम राज्यको लापरवाही र उहाँले असन्तुष्टि देखाएको के। अनि तपाईँले भन्नुभयो दोषीलाई कारवाही गर्ने रे। दोषी चाहिँ को हो त्यो चाहिँ पत्ता लगाउनु पर्यो नि त। फेरि त्यही त यो अनुसन्धान विभाग छ, दुनियाँ छ नि त। प्रहरी छ, अनुसन्धान विभाग छ, सशस्त्र छ, सबै प्रहरी त त्यही नजिकै त छ त। राष्ट्रिय राजधानी विभागको अगाडि छ त। प्रहरीले थाहा नपाउने, टाइममा नपुग्ने। राष्ट्रपा या बालन सरकारले भन्ला स्थानीय तहले गरेको यसमा मेरो टाउको दुखाइ किन भनेर भन्ला। स्थानीयले भन्ला अब देशको सिस्टमै यही छ भन्ला। होइन, मान्छेको ज्यान गइसक्यो, उसले गर्ने हो भने हिजो चाहिँ त्यो कसले हटाएको त? सुकुम्बासीलाई नगरपालिकाले हटाएको हो, सरकारले हटाएको होइन। त्यसै भने जस्तै यो पनि यो नगरपालिकाले गरेको मेरो सरकारको होइन भने नगरपालिका पनि सरकार अन्तर्गत उहाँले अब गर्नुपर्छ। गृहमन्त्रीज्यू लगायत सम्पूर्ण नेपाल सरकारले नै भन्नु पर्यो। नेपाल सरकारले विशेष गरी प्रधानमन्त्रीदेखि लिएर यो नेपाल सरकारले यस्तो चाहिँ किन हुन्छ? उहाँहरूले यो शासन गरेको काहीँ चित्त बुझिरहेको छैन। त्यही त हो नि, मान्छे त्यसै ज्यान फाल्छ, त्यसै मर्छ। के होला त? प्रधानमन्त्री बालेन्द्र शाहको स्ट्याटस आउँदा राति उहाँको यसो केही कन्भिन्सिङ मेसेज आउन सक्छ होइन। उहाँको मेसेजको बारेमा म इमेजिन पनि गर्न सक्दिनँ होइन। कहिले कस्तो मेसेज गर्छ, कहिले के गर्छ, कति राति 12 बजे के मुडमा के गर्छ होइन, त्यो थाहा छैन। तर आशा गरौँ पोजिटिभ आउँछ होला, छिट्टै अनुसन्धान हुन्छ, क्षतिपूर्ति पाउँछ होला। र क्षतिपूर्ति पाएर पनि ज्यान पाउने भनेको अत्यन्तै दुःखद कुरा हो।